विदेशमा रहनुभएको दाजुबहिनी तथा दिदी आमा बुवालाई सबैजनालाई ह्याप्पी दसैँ। दसैँ राम्रोसँग मनाउनु होला। तपाईँहरूलाई दसैँको धेरै धेरै शुभकामना छ होइन। हामीलाई पनि दसैँ लाग्यो अब, किनकि म चाहिँ कपाल काट्न जाँदैछु होइन। अब गाउँमा त के काट्नु होइन, अब तिर काट्ने बानी, अनि त्यही भएर खासै गाउँमा चाहिँ मलाई काट्नु मन लाग्दैन भनौँ न। यसो हिजोतिर यसो रमाइलो होइन, त्यस्तो घुमघाम साथीहरूले भयो भने बोलाइन्छ, आइहाल्छन् केटाहरू। अब यस्तै हो मेरो युट्युबलाई होइन। मन पऱ्यो लाइक कमेन्ट सेयर गरिदिनु होला, मन पऱ्यो भने। अब खासै सुरुमा हुन्छ, अब सुरुमा अब स्ट्रगल गर्न गाह्रै हुन्छ भनौँ न होइन, गाह्रै हुन्छ। मैले पनि अब त्यति खासै आउँदैन नि त, अब सुरु हो भर्खरै भनौँ न होइन। अब न्यामाडीहरू जस्तो अब राइडर भएको हुन्छ। अब डट बाइकमा त्यो चाहिँ लगभग डट बाइकमा चाहिँ हुन्छ होइन। अब अन्त अब आसमरी थियो कि सर्खाउँदै होइन, अब युट्युब फेसबुक इन्स्टा अनि अब जस्तो वाट्सएपहरू अब बन्द गरेको थियो नि त, त्यही भएर अब माया पनि मरेको थियो। फेरि पछिबाट अब जिन्जी आन्दोलन भएर होइन, जिन्जी आन्दोलन भएर अनि बल्ल खोलियो क्या। त्यो ठिकै छ। अब अहिलेको प्रधानमन्त्री महिला हुनुहुन्छ, पहिलो होला जस्तो जहाँसम्म लाग्छ। खोज्ने बाटो यस्तो छ होइन। अब यो बाटो सायद ब्रिज हुनुपर्ने हो, तर खै केमा अड्किएको हो क्या। नत्र यो बाटो त ब्रिज हुनुपर्ने हो पहिला। यो चाहिँ इन्दिरा थापाको घर है। क्या अब यो बाइक होइन, अब चिजमा मात्रै दौडिने हो नि त। खास गरी यो यहाँ अफरोडको लागि त होइन नि। अब त्यही पनि अब अफरोडमा कुदाइरहेको छु के गर्नु। मलाई फेरि अफरोडमा कुदाउनु मजा आउँछ नि त बाइक, त्यही भएर। हेर्नु बाटो यस्तै छ। बाटो त कडा छ नि। बाइकै भुटभुटी खेला जस्तो छ कि। अनि अब क्रस फायरहरू भयो चाहिँ लगभग खत्रै हुन्थ्यो। क्रस फायरहरू त अब कहाँबाट हुनु। कताबाट कटाउनु भइरहेको थियो। यो चाहिँ थापा गाउँ है। थापाको पहिला हाम्रो सूर्य बहादुरहरू बस्ने घरहरू यस्तो पछि कब्जा गर भनौँ न। सबैजनाले कब्जा गरे बसे। अब सूर्य बहादुर थापा त छैन, अब होला त्यस्तो फ्यामिलीहरू त होला। अब हाँसी वास्तो त अब 52 ढोका थियो नि त सूर्यबहादुरको घर पहिला। अब हामीले अब सब डढेको मात्र भेटाइदिएको होइन। अब त्यो घरमा त अहिले नाम निशाना केही छैन कि, सब डढेर ढुक्क भएको छ। अब त्यहाँ राम्रो राम्रो थियो ढोकाहरू, त्यस्तो काठहरू कपालको डिजाइन देख्यो भने कोकोले लगिसक्यो लगिहाल्छ नि। फेरिको नाल गोजीतिर हाल भन्छन् नि होइन। सधैँ राता घाम लाग्ने हो, आज चाहिँ लास्टै हुसी लाग्यो। बिहान उठ्यो घाम लाग्यो जस्तो लाग्यो भयो। एकछिन त बाफ्रे कस्तो ढुसी लागेर ठिकै। तर के अरे घाम पनि लगाएको छैन, ठिक्काको के मिडियम साइजको ढुसी पनि लगाएको छ नि।
अनि चाहिँ ठिक हुन्छ कि तर लास्टै ढुसी लगाएर तर हिजो अस्ति त लास्टै 2-3 दिन त लास्टै घाम खतरा लागेको थियो क्या बाटो त पटाउनु त पटाएरै छ तर एउटा के कुरा भने मैले नोटिस गरेँ भने सरी अब जस्तै हेर्नु न अब टेम्पोहरू हिँडेको होइन टेम्पोले यस्तो बाटो बिगार्छ कि यस्तो बाटो बिगार्छ त्यो अब गल्ती त अब मैले देखाइनँ है अब भिडियो बनाएन मैले बाटो अन्त बाटो यस्तो खतम हो कि यो बुढो हो कि जस्तो लाग्छ गाडीमा पनि पस्नु यार अब हिँडेर अब उहिलेको मान्छेहरू त खालि हिँडेर त हो नि अब हामी जस्तो भएको